हेलो गाइज हामीहरू चाहिँ गेस गर्नु कहाँ जाँदैछौँ। हामी चाहिँ जाँदैछौँ। हामी चाउमिन लभर, चाउमिन नखाएको त सासै फेर्न गाह्रो भयो। छटपट्टि लाग्छ, त्यही भएर हामी चाउमिन खान हिँडेको। ल अहिले चाउमिन आएपछि हजुरहरूलाई देखाउँछौँ है त। पीडा दिलमा मान्छे चिलमा भयो। अरू पनि बोल्नु न, अरू गाइस के भन्नु, मलाई भ्लग गराउनै आउँदैन। यहाँ मलाई जबरजस्ती भ्लग गराउनु भनेर। कस्तो राम्रो मौसम छ, पछाडिको भ्यू हेर्न सक्नुहुन्छ। राम्रो देखिन्छ होइन? एकदम राम्रो देखेछु भनेपछि त बिगारी हाल्न पर्छ। यता बिचमा होइन कि तपाईँको बाबाको बाटो होइन। के बोलेको, के भने, के हो यस्तो? हेर्न आफ्नै हो बाबाको बाटो। मेरो बाबाले छुने गाइस हेर्नु कस्तो राम्रो फुल हो। यता मलाई यता खै के गर्नु सुहाएन के अरे आँप फलेछ। आँपको सिजन हो। यम्मी यम्मी, मलाई कस्तो काँचो आँप खान मन लाग्छ गाइस। वाउ, नुन खुर्सानी लसुन पिसेर चिरिप्प खानलाई वाउ 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 वाउ, आई लभ इट। सिजनमा खान पनि पर्छ गाइस। हाम्रो घर त छैन, चोरे मात्रै हो। जाने चाहिँ कता हो गाइस? जिन्दगीले जता जता लैजान्छ त्यतै जाने हो। भरिपूर्ण भएर आउने हो। यस गाइस, यो के हो? जामुन हो? जामुन त नहुन पर्ने हो। जामुन कहाँ यस्तो हुन्छ र? कालो जामुन होइन, यस्तो होइन। कदम हो क्या? होइन त कदम होइन। हुन्छ कदम त्यस्तो हुन्छ। जामुन पनि त कहाँ यस्तो हुन्छ? चिल्लो हुन्छ जामुनको पात, सिलेक्टको। त्यो कस्तो गर्छ? यो के हो? यो त सुन्तलाको रुख हो। अब निम्बुलाई पनि चिन्न बिर्सिनु भयो। सुन्तला, ए सुन्तलाको रुख हो गाइस। देखाइदिनु त कताबाट यताबाट फर्काउनु न यता। ए निम्बु हैछ गाइस, निम्बु हो सुन्तला अरे। तराईमा अब कहिले देख्यो गाइस निम्बु? हेर्नु त, निम्बु हो। नटिप्नु है, उहाँले दिएको काँचो टिपेर नि के गर्नु हो देखाउनलाई। भेटौँला। हामी चाउमिन खान निस्केको। चाउमिन कहाँ खाने हो थाहै छैन। हेर्नु न फुल कस्तो राम्रो फुलहरू हो बाटोमा। पक्का फुलेको यहाँ पनि हेर्नु अझै पनि छ। राम्रै अय्या सरी, आफ्नो हेर्नु त गाइस। मान्छेले मलाई चोट होइन दिएको। मैले हानेको यो मान्छेले मलाई दुःख दिएको। हातमा चोट लाग्यो मलाई। अहिले हामी बुढामा आँप हेर्नु न। आँप हेर्नु त कस्तो दामी आएको। हावा लाग्दा आउनुपर्छ कि खस्छ। बोरा, यो के अरे सिमेन्टको बोरा, जगदम्बा सिमेन्टको बोरा लिएर आउने। हाम्रो त त्यही गर्छन्। हावाहुरी लायो भने मान्छे, हावाहुरी लायो भने बाहिर निस्किँदैन नि, तर उतातिर पो सिमेन्टको बोरा लिएर हिँड्छन्, बाल्टी लिएर हिँड्छन्, टोइलेटको त्यो त अति भयो। त्यो त होइन, त्यस्तो त हुन्न, तर चाहिँ नि लिएर चाहिँ हिँड्छन् बोराहरू आँप बटुल्न। हामी सानो सानोमा गयो, अझ कपडामा यस्तोमा गरेर यहाँ राखेर लिएर आउने। चोकै आँपको चोकै। कहाँ हो हामी जाने? मलाई के थाहा कहाँ खायो त रेस्टुरेन्ट? We don't know. I don't know guys. Where is this restaurant? We don't know. चाउमिन खान नभेटेको त यहाँ कोही रोएर सोध्नु न कतिसँग हिँड्नु न भेटिन्छ कि यहाँ छ। यो त कता ऊ त्यहाँ रहेछ। ए जाम न, बिहा छ। छि जाम न, मलाई यो एक्सपिरियन्स गर्न मन लाग्छ। तपाईँको ठिक छ, अनि मेरो हेर्नु न। केही हुन्न, यही गाउँको आफन्ती हुनु भन्छ। कट्टु र टी सर्ट लाएर बिहा भोज खान जाने अरे।
केटोको बिहा भए त बरु केही हुन्थेन, केटाको बिहा भयो भने अलिक थाहा हुन्छ कि केटीको बिहा भयो भने त जन्तीतिरबाट आएको भन्छन्, नचिनेको हुन्छन्। अनि जन्तीको भन्छ रे के गरे दुलैतिरबाट आएको भन्छन्। अब दुलाको भएपछि त अब गाउँको मान्छे हुन्छन् सबै चिनिहाल्छन्। हो कता छ भनेर बताउनु न। जित्न सकिन्न के गाइजहरू अस्ति नि कल्यो भनेको मलाई यही बाटो जाँदाखेरि चाउमिन नखाएर पाएर होटलमा भेटेर घर जानु अरे। हो त के अरे औँसीले भनिदिएको भए त हुन्थ्यो नि। कति धेरै लिची छ यहाँ। लिची मेरो पापाले गिफ्ट गरेको लिचीको बोट दाइजोमा हेर्नु त भोक लागेर उठ्नु खामला आप उठ